ल हाउ टु टक टु एनीवन किताबबाट कसैसँग पनि कुरा गर्ने केही गजबका तरिकाहरू सिकौं। पहिलो कुरा, सफल मान्छेहरूमा त्यस्तो के फरक हुन्छ? के हो त त्यो रहस्य? किताब यही गहिरो सोचबाट सुरु हुन्छ। यसको मतलब हो ध्यान आफूमा होइन, अरूमा केन्द्रित गर्ने। सफलता भनेको भाग्यले वा हेर्दा राम्रो भएर आउने होइन, यो त कुराकानी गर्ने साना साना तरिकाहरू सिक्ने कला हो। यी सबै तरिकाहरू लेल लोन्डेसको किताबबाट लिएको हो, जसले मानिसहरू बीचको सम्बन्धबारे गहिरो अध्ययन गरेकी छन्। अब कुरा गरौँ पहिलो भेटको। कसैलाई भेट्दा पहिलो प्रभाव पार्न जम्मा 10 सेकेन्ड मात्र हुन्छ। र त्यो पहिलो प्रभावको 80% भन्दा बढी त हाम्रो हाउभाउ र देख्ने तरिकामा भर पर्छ। त्यसैले शब्दभन्दा हाउभाउ महत्त्वपूर्ण छ। ल अब हेरौँ पहिलो तरिका, जुन मुस्कानसँग सम्बन्धित छ। यसलाई भनिन्छ द फ्लडिङ स्माइल। यसले साधारण मुस्कानलाई पनि निकै प्रभावशाली बनाइदिन्छ। हेर्नुहोस् है, तुरुन्तै दिइने मुस्कान अलि बनावटी लाग्न सक्छ, तर अलि ढिलो आउने मुस्कान बढी साँचो देखिन्छ। यसको तरिका सरल छ। पहिले कसैको अनुहारमा हेर्ने, 1 सेकेन्ड रोकिने अनि न्यानो मुस्कान दिने। ल पहिलो प्रभाव त राम्रो पर्यो, अब कुराकानी कसरी सुरु गर्ने त? यसका लागि छ हाम्रो दोस्रो तरिका। यसले कुनै पनि कुराकानीलाई रोचक बनाउन मद्दत गर्छ। मान्छेलाई सबैभन्दा मनपर्ने विषय के होला? हो, उनीहरू आफै। त्यसैले कुराकानीको केन्द्र उनीहरूलाई बनाउनुपर्छ। सामान्य कुराबाट सुरु गरेर कुराकानीलाई उनीहरूको अनुभव वा विचारतिर लैजान सकिन्छ। कुराकानी त सुरु भयो, तर यसलाई गहिरो सम्बन्धमा कसरी लाने त? अब त्यो हेरौँ। र हाम्रो तेस्रो अनि अन्तिम तरिकाले यही कुरामा मद्दत गर्छ। यसलाई यु फर्स्टी भनिन्छ, मतलब म बारेमा होइन, अर्को व्यक्तिबारे कुरा गर्ने। यो भनेको म र मेरोको सट्टा तपाईँ र तपाईँको जस्ता शब्दहरू प्रयोग गर्नु हो। साह्रै सरल तर निकै शक्तिशाली। त्यसो भए यी सबै कुराबाट हामीले के सिक्न सक्छौं त? ल सारमा हेरौँ है। कुरा यति हो, यस्तै सनसाना तरिकाहरूले जीवनमा ठूलो सफलता दिलाउँछ। कुराकानीको कला सिक्न सकिन्छ। प्रश्न यो हो, अबको भेटमा कुन तरिका अपनाउने त?